बालेनलाई नचला है सकिन्छस् भनेर त रवि लामिछानेले आजभन्दा 3 वर्ष अगाडि भनिसक्नु भएको रहेछ त। यो भिडियो हेर्नुस् त। बालेनले यति भन्दा बढी मत ल्यायो भने देश छोड्छु, काठमाडौँ छोड्छु, कान काट्छु, नाक काट्छु, सारा सम्पत्ति दान दिन्छु भनेर सामाजिक सञ्जालमा लेखेर र सार्वजनिक कार्यक्रम वा अन्तर्वार्तामा बोलेर हिँड्थे। आज बालेनले नजित्दै आफ्ना ती स्ट्याटस मेट्न भ्याउनेहरूलाई यति भन्छु कि यही ढङ्गमा राजनीति चलाइरहने हो भने आज त सोसियल मिडियाका स्ट्याटस मेट्नुभयो, भोलि तपाईको दलको नामो निशान मेटिन सक्छ। अब तिमीहरूले नै भनेको मान्दैनौ त अनि पत्तासाफ हुन्नौ त। रवि दाइले उहाँ 3 वर्ष अगाडि नै तिमीहरूलाई त सम्झाएको रहेछ त, बालेनलाई नचलाऊ, केही पनि नगर, बालेनलाई आफ्नो काम गर्न देऊ भनेर 3 वर्ष अगाडि नै सम्झाउँदा पनि तिमीहरूलाई लाग्दैन त अनि अहिले आएर पत्तासाफ भए भनेर रुँदै बस्नु बाहेक अरू के गर्न सक्छौ त। ती 3 चोटि देशको प्रधानमन्त्री भइसकेको मान्छे आफ्नै ठाउँमा आफ्नै किल्लामा यार 50,000 मतान्तरले हार्नु परेको। एमालेको हरिबिजोक हेर त, काङ्ग्रेसको हरिबिजोक हेर त। बालेन दाइले सबैलाई पत्तासा पारिदिएको हो कि होइन त। बालेन दाइलाई काठमाडौँ महानगरपालिकामा राम्रोसँग काम दिएको भए आज तिमीहरूको यो पत्तासाफ हुने गरेर बालेन दाइ यो राष्ट्रिय राजनीतिमा आउँदै आउँथेन क्या। तिमीहरूले काम गर्न दिएनौ, तिमीहरूले बारम्बार हेप्यौ, तिमीहरूले बारम्बार पेल्यौ, यस्तो काम गर्छु भन्दा तिमीहरूले रोक्यौ, केही कामै गर्न दिएनौ। केही सिप नलाएर तिमीहरूलाई पत्तासाफ पार्नको लागि राष्ट्रिय राजनीतिमा आउनु पर्यो। के गर्छौ त? तिमीहरूले खनेको खाल्टोमा तिमीहरू आफै पर्यौ।